नमस्कार, म रतमाई नगरपालिका वडा नम्बर 4 कटगरा अवस्थित गाउँको म एउटा बासिन्दा हो। यहाँ सधैँ आउने गर्छु प्राय म, र आज चाहिँ के भयो त भन्दाखेरि यो सधैँ आउँदाखेरि मन दुख्थ्यो हैन, र आज चाहिँ मैले बनाउने नै एउटा भिडियो नै बनाउनु पर्यो भनेर बनाउन गइरहेको छु। म अहिले रतमाई नगरपालिका को प्रमुख चोक को रूपमा रहेको आमबारी चोकको लगभग यहाँ 1 किलोमिटर भित्रको एरियामा रहेको यो स्थान हो। र यो ठ्याक्कै रतमाई नगरपालिकाको प्रमुख चोक आमबारी चोकको ठ्याक्कै पश्चिमतिर जाँदाखेरि विराटनगरतिर लाइनतिर जाँदाखेरि त्यहाँ नजिकै एउटा गाउँ आउँछ। लगभग 100 मिटर जति हुन्छ होला। 100 मिटर पछि एउटा दक्षिणतिर आउने एउटा गाउँ छ जुन गाउँलाई चाहिँ कटगरा भनिन्छ। र त्यो गाउँ भित्र पसेर आउनुभयो भने तपाईँ यहाँनिर 500 मिटरको दूरीमा यहाँ रहेको छ यो तपाईँ देख्न सक्नुहुन्छ एउटा ठुलो एरिया छ। र यो रतमाई नगरपालिका वडा नम्बर 4 कटगराको गढी महाराज स्थान मन्दिरमा को स्वामित्वमा रहेको यो जग्गा 12 बिघा भन्दा बढी क्षेत्रफल रहेको यो जग्गामा यस नगरपालिकाका पूर्व मेयर रविन राईले यस गाउँवासीको अधीनमा अर्थात् यो गढी महाराज स्थानको अधीनमा रहेको यो जग्गालाई व्यवस्थित गरेर एउटा खेल मैदान बनाउने र उता देखिराख्नु भएको छ उतातिर चाहिँ मन्दिर क्षेत्र छ। मन्दिर क्षेत्रलाई छुट्याएको छ र यो एरियालाई चाहिँ एउटा यस नगरपालिकाको खेल मैदानमा विकसित गर्ने र खेल मैदानमा विकसित गरिसकेपछि यसमा विभिन्न खेलहरू आयोजना गर्ने भनी यसमा पूर्व मेयर रविन राईको पालामा नै लगभग 2 वर्षभन्दा अगाडि यहाँनिर करोडौँको लगानी गरेर अव्यवस्थित तरिकाले यहाँनिर हामी देख्न सक्छौँ। र यहाँ देख्न सक्छौँ यो एउटा मैदान होइन, यहाँ गाउँवासीहरूको चरण क्षेत्र गाईबस्तुको चरण क्षेत्रको रूपमा रहेको छ। यहाँनिर एउटा विकास निर्माणको एउटा राम्रो पाटो हो, तर उक्त राम्रो पाटोलाई राम्रो गति दिन सकेको छैन र म तपाईँलाई यहाँ देखाउँछु है त। र यहाँनिर एउटा नगरपालिका स्तरीय खेल मैदान बनाउने र यहाँ खेल मैदान बनाउनका लागि जुन करोडौँको लगानी गरिएको छ, वाल बनाएको छ, वरिपरि घेरा बनाइएको छ, त्यो व्यवस्थित देखिएको छैन। किनभने यो करोडौँको लगानी त गरियो तर लगानी यहाँ खेर गएको अवस्था देखिन्छ। किनभने यहाँ अहिलेसम्म नगरपालिका स्तरीय वडा अध्यक्ष कप हुन्छ, मेयर कप हुन्छ, विभिन्न खेलहरू हुन्छ, तर उक्त खेलहरू नगरपालिकाले यदि यो नगरपालिका स्तरीय खेल मैदानको बनाउने योजना रहेको हुँदा र यहाँ करोडौँको लगानी पनि गरिएको हुँदा उक्त खेलहरू किन यहाँ भइरहेको छैन त उक्त खेलहरू यहाँ हुनुपर्ने थियो, तर यहाँनिर भएको अवस्था देखिँदैन। र यो अवस्था किन भएको हो भन्ने कुरा चाहिँ अब रतमाईवासीहरूलाई नै थाहा होला। र करोडौँको लगानी त गरे, त्यो लगानी चाहिँ कमिसनको लागि मात्रै गरेका हुन् कि र लगानी साँच्चै नै यो खेल मैदानै बनाउनको लागि बनाएका हुन्, त्यो चाहिँ अब हामी सबैले रतमाईवासीहरूले यो मूल्याङ्कन पक्कै नै गरिरहेका छौँ। हेर्नु त यो वाल यसरी बनेको छ, तर यो वालको चाहिँ उपयोग हुन सकेको छैन। किनभने एउटा खेल मैदानको लागि यो वाल त एकदम राम्रो कुरा हो, तर यहाँनिर हामी देख्न सक्छौँ यो अव्यवस्थित तरिकाले नै छ, एउटा पनि खेलहरू भइरहेको छैन। र यदि यो खेल मैदानलाई व्यवस्थित बनाउन सकिएन भने यो गढी महाराज स्थानको अधीनमा रहेको यो जग्गालाई स्थानीयहरूको माग अनुसार अर्थात् यो ग्रामवासीहरूले चाहिँ के भन्नुहुन्छ त भन्दाखेरि यदि यसलाई व्यवस्थित बनाउन सकिएन भने, खेल मैदान बनाउन सकिएन भने यो ग्रामवासी नैलाई जिम्मा दियोस् र ग्रामवासीलाई नै जिम्मा दिइसकेपछि ग्रामवासीले आफ्नो यहाँ केही उब्जनी गरेर यो मन्दिरको नाममा रहेको जग्गा भएको कारणले मन्दिरलाई केही आम्दानी हुन्छ कि भनेर पनि सोचिराख्नु भएको छ। र यसलाई व्यवस्थित बनाउन सकिएन भने नगरपालिकाले ग्रामवासीलाई नै जिम्मा दिनको लागि पनि यहाँ सबैजना ग्रामवासीहरू पनि यहाँ कुरा गरिराख्नु भएको छ। त्यसैले चाहिँ यो रतमाई नगरपालिकाको अहिलेको मेयर हाम्रा आदरणीयले यसमा मनन गरेर यसमा सोच विचार गरेर कृपया यो खेल मैदानलाई व्यवस्थित बनाऊ कि त ग्रामवासीलाई जिम्मा लगाउनुको लागि पनि मेरो तर्फबाट र मेरो ग्रामवासीको तर्फबाट म हार्दिक अपिल गर्न चाहन्छु।
त्यसैले यस्तै छ हैन। अब यो अव्यवस्थितै छ, यहाँनिर गेट पनि छ, ठुलो गेट छ हैन। र यतापट्टि देखिएको चाहिँ यता हाम्रो यो मन्दिर पर्छ हैन, गढी महाराज स्थानको मन्दिर पर्छ। यहाँनिर गढी महाराज स्थानतिर पनि म अलिकति थोरै देखाउँछु ल। र यो चाहिँ मन्दिर हो हैन। यो मन्दिरको लागि पनि अब गाउँबाट समिति बनाएर विभिन्न कालखण्डमा विभिन्न समयमा नगरपालिकालाई यो मन्दिरको लागि केही बजेट छुट्याइदिनु, योजना माग गरिदिनु भन्दा पनि यहाँ नगरपालिकाले सुनवाई यहाँ भएको देखिँदैन। किनभने रतमै नगरपालिका क्षेत्र यो तल्लो भेग परेर हुनसक्छ, हामीले अनुभव गरेका छौँ, हामीले भोगेका छौँ। र माथिल्लो यो आम्बारी चोकदेखि माथि हामी जब जान्छौँ र आम्बारी चोकदेखि उत्तरतर्फ जति हामी जाँदै गर्छौँ र विभिन्न ठुल्ठुला मन्दिरहरू बनेको देखिन्छ। अब त्यो गाउँ समाजले नै मन्दिर बनाएको हुन् कि नगरपालिकाको सहयोगबाट अर्थात् योजनाबाट बनाएका हुन्, त्यो त अब ती गएर नै थाहा हुन्छ। तर मन्दिरहरू चाहिँ निकै बनेका छन्, बाटो बाटोमा मन्दिरहरू देख्न सक्छौँ। तर यो रतमाई नगरपालिका वडा नम्बर 4 कटघरामा रहेको यो महाराज स्थान, गढी महाराज स्थानको मन्दिर विभिन्न पूर्व मेयर रविन राईकै पालादेखि विभिन्न योजनाहरू माग गर्दै पनि अहिले पुरा हुन सकेको छैन। र यो मन्दिरलाई पनि व्यवस्थितको लागि एउटा राम्रो मन्दिर बनाइदिनु हुनको लागि पनि नगरपालिका समक्ष म अनुरोध गर्न चाहन्छु। र यसरी नै यो खेल मैदानलाई अबको दिनदेखि यसलाई व्यवस्थित बनाएर नगरपालिका भरिका विभिन्न गेमहरू अर्थात् नगरपालिकाले आयोजना गर्ने विभिन्न गेमहरू यहीँ खेलाउनु हुनको लागि पनि अनुरोध गर्दै र नगर खेलकुद समितिलाई पनि विनम्र अनुरोध गर्दछु।